अर्को खै भगवान बाबु यो पानी नपखे भिजाउनु पानी भिजाउन पानी चाहियो नि अलि अलग अलग हो नि आफ्नै दिदी बहिनी जो उनले हो एकै ठाउँ जम्मा गरिसक्यो तिमीले दिदी लगेर बगाउनु पानी पनि लिएर आउँछु पानी लिएर आउँछु एउटा आँखारामा एक आँखारा पानी भिजाउन पर्यो भिजाउन बाबु जम्मै हुन्छ तँ पछाडि पख त अलि पख यहाँ नपखाउँदै त फेरि ल जाऊ न नानी हो खाली फोटा मात्रै नखिच्यो त पानी लिएर यसरी भाग लगाउने होइन एउटा भाग यो भाउ एक भाग यो भाउ दुई भाग भयो होइन तीन भाग आफै खोल्ने तल खोल्ने होइन तातो पानी पनि खनाइदिने तातो जो पोखे त नि छैन ल भाइ तातो ल यो कसौनी आज मिसाएको छु मैले ल चिसो पनि यही अब यो यहाँ राख्नु काटियो त्यस्तै पाटा पारेर जस्तै पार्ने तीन पाटा बनाउने तीन पाटा हो चार पाटा मुन्ने अन्य त सजायो चार पाटा बनेको सजाय हो तीन पाटा गर्नु पर्यो कर्म चलाउनु पर्यो चार पाटीको रातमा भाइ भन्छन् राम्रो चल्छ हातले सबर काटे नि भयो एउटा हातले सबर पहिला तल थालीमा राख्ने पहिला रङ भने झन् हुन्न है हो त्यो हातले सबै त्यहाँ ठ्याक्क उसमा राखिदिनु भइहाल्छ ल यसो यसरी तपाईँले पनि जान्नु होइन हो यस्तो यो अझै भिजेन है यो भिजेन यसमा त अझै भिजेन पानी चाहिँ उसमा अलि भिजाउनुहोस् है ल अर्को अर्की बहिनी खै यो उनको विवेकै हराउँदैछ तिम्रो अझै टाइम छ गाईको पाइलो भन्दा ठुलो पण्डित बन्यो नै बाबु भन्ने न पहिले तल ओरान तातो मान्छे मिसाएको छु मैले ल बेसकेरी बिझाउनु पर्छ बाबु हेर गिलासमा ल्याउनु त दही हाले भाँडा पानी हालेर लिएर आएर पनि काम काट्छुस् भनेको चिल्लाले यो खोल्ने हो क्या होइन
त्यही आफै खुल्छ कि रङ हिँडेर जाने अरे एउटैले होला नि अरे हुन्छ नि अब नबिगान भयो त्यसो भने त्यही एउटा भ्याउनु त्यही भएर यिनको भिजाउँदै गर्ने बाख्रालाई हरण गरे यहाँ चाहिँ सुक्छ गरे होइन भिजाएपछि सजिलो हुन्छ होइन यहाँ फालिदिइहाल्नु सजिलो सही सानो छ ठाडो परेर यो कहाँ यहाँबाट यहाँ ठ्याक्क यहाँ छोप्नु तिन लाख भयो यता एकतिर उता यता अनि जी यो यसको काम के हो नि यो भनिदिनु न यो दुम्सियो काँडा दुम्सियो काँडा त हो के काम हो दुम्सियो काँडो हुनु अब के रहेछ अब दुम्सियो काँडाले भनौँ साँझै बाँधेर सुत्नु पर्ने त्यो त बिहान कुरा भएको थियो यो साँझ हिजो अब हिजो के भने अब मैले सोच्नु भने भन्नु यसो भयो सरकारलाई थाहा भयो यो गर्नु पर्छ तिनतिरकै यता राख्नु पहिला कति हिँड्ने रहेछन् र टुपी लगाइदिनु ल निकाल्नु यो निकाल्नु यो एनोदर बकरा मन्छा बस्यो मेरो कति घट्यो यति छोड्दैन विवेकलाई त्यही अगाडि त्यति काट्दै कस्तो हुन्छ अब निकाल्नु मिल्छ अब सट्टै बिफोर एन्ड आफ्टर बिफोरको कता सुदीप दाईको मोबाइलमा सुदीप दाईकै उस गर्ने होइन नुहाइदिने मेरो काटे हैटी भनेपछि नुहाइदिने होला दाइ काटे अब चाहिँ कहाँ बिहान कहाँ नुहाएको अलिकति पानी माग्ने यहीँ नहुने त्यही बुकको लाएर ल हिँड ल त्यसलाई बुक्का भन्छ त्यसले नहुने घाउ खटिरहेको साबन लाउने आज नहुने पछि हामीले पनि पूजा गरेर साबनले सिम्पली पहिला सुरु मार्किङ यसको कामै मार्किङ उसमा के अरे ल तल थाप कति धेरै मस्त जान्न त तल म त स्पोर्ट हो स्पोर्ट हैन त्यसै टेक्निसियन हो र कति गाइले एउटा आफ्टर यता हेर त ओए छिटो के आफ्टर वाला फोटो आयो ल भयो ए भिडियो बनाऊ क्या है अब सुरु भयो यो त यो यता हेर्नु खानु क्या हैन के त नुना बेला मैले छडियो एउटा मात्र कता राख्ने अहिले सोला त्यहाँ खै निकाल्नु
यो मेसिन राख्छौ नि तिमीले कता खिच्ने हो सेल्फी हान्ने हो भन्छ त आऊ भन्छ मेन क्यारेक्टर मान्छे पनि आउला एकचोटि यो तुमसीको काँडो पनि यसैमा चाहिने जति खुद यसो फिजाएर चाहिँ के यार पानीहरु अहिले पुरै आयो रे त्यसलाई त यही सुन्तला दुम्सी अनि थाहा छैन पर्कु पाइन हो र त्यसैको काँडो त यो राख्ने भन्नुहुन्छ त काँडोलाई काँडो त यतै कतै त्यतै भाग लाग्नु मात्र रहेछ कि आगोमा कतै जलाइदिनु के टुकी साँगाठीको फुलाउन मेसिन अलि सहिलो रहेछ के रे यसको मेसिनै कसिएन के त्यही भएर फाल्न पनि गाह्रो